त्यो राम्रो रहेछ भने त्यसलाई राम्रो भाग्य भन्ने भयो, नराम्रो भयो भनेदेखि नराम्रो भन्ने भयो। परमेश्वरको कुनै सहयोग र इन्टरभेन बिना तपाईँ भाग्यमानी हुनुहुन्छ कि आशिषित हुनुहुन्छ? भाग्यलाई मान्ने भनेको के हो भने पहिला केही भइराख्यो, यो कुराले धेरै अन्त्य लान्छ, म त्यतातिर गइनँ है। तर आज मैले तपाईँहरूलाई सधैँ चाहिँ आज पनि मैले तपाईँलाई एउटा सानो भर्स बाइबलको दिएको छु। अब चाहिँ हामी यस्तो उद्देश्य लिएर हामी अघि बढ्नेछौँ जहाँ परमेश्वरले हामीलाई दिन चाहनु भएका कुराहरू हामी सबै पाउनेछौँ। हाम्रो इच्छामा छोड्यो भने हामीले कहीँ पनि केही पनि गर्न सक्दैनौँ। प्रेयरहरू के नै गर्यौँ भने 2-4 दिन हामीले धरतीमा भएका कुराहरूलाई खोज्छौँ अनि त्यहाँबाट पाउन खोज्छौँ, पाउँछौँ। 2 दिनपछि त्यसको रहस्य महत्त्व जान्छ अनि खाली हुन्छ हृदय। र मैले लाखौँ मिलियन भएका मानिसहरू पनि खाली हृदय भएर सुसाइड गरेको देखेको छु। मान्छेहरूले भन्छ पैसा भएपछि सबैको हुन्न र पैसा भएर हुने भएदेखि किन मान्छे रोगले मर्थ्यो, किन मान्छेहरू सुसाइड गर्थे? होइन प्रियहरू। त्यसैले आज वचनको शीर्षकमा म तपाईँहरूलाई अब दोहोऱ्याउँदैछु र त्यहाँ यसरी लेखेको छ, परमप्रभुले तिमीहरूलाई आशिष दिउन् र तिमीहरूलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन्। मैले तपाईँलाई अघि नै पनि भनेको थिएँ र फेरि पनि भन्छु, तपाईँहरू उठेर कसैलाई गएर आशिष दिनुहोस्। तपाईँहरूलाई अप्ठ्यारो लाग्छ कि? मैले आज हाम्रो अनलाइनमा हुने हाम्रो दाजुभाइहरूको निम्ति म पढ्छु है। यहाँ एउटा भर्स हामीले लियौँ र यो भर्स चाहिँ गन्तीको 6:24 र 25बाट लिएको है। म तपाईँहरूको अगाडि यो वचन पढ्दैछु। परमप्रभुले तिमीहरूलाई आशिष दिउन् र तिमीहरूलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन्। आमेन। अब हामी हर प्रयास गरेर परमेश्वरको वचनलाई प्र्याक्टिकल्ली हामी सिक्ने, सिकाउने र गर्नेछौँ। म तपाईँहरूलाई भनिहालेँ, धेरै प्रार्थना पश्चात मैले तपाईँहरूलाई जुन कुरा भन्दैछु कृपया ध्यान दिएर सुन्नुहोस्। संसारका धनीहरू मान्छेहरू धन सम्पत्तिमा हुन्छन्, तर तपाईँ र म परमेश्वरका छोराछोरीहरू परमेश्वरको वचनमा धनी हुन बोलाइएका छौँ। आमेन। यु एक्सेप्टेड? तपाईँ परमेश्वरको वचनमा धनी हुनको लागि बोलाइनु भएको छ। God has called you to be rich in His word. Amen. That's the reason. त्यसैले आज मैले वचनको शीर्षकमा चाहिँ अब म वचनतिर जान्छु र फेरि अर्को एउटा प्रश्न सोध्छु। शीर्षक चाहिँ हाउ टु बी ब्लेस्ड। आज हामी आशिषित कसरी हुने भन्ने कुराहरू हो। र आज म तपाईँहरूलाई फेरि अर्को एउटा प्रश्न सोध्छु मैले, कसले जित्छ? कसले जित्छ भन्नुहोस् त। तपाईँहरूले उत्तर दिने प्रयास गर्नुहोस् है। कसले जित्छ? जो बलियो छ त्यसले जित्छ, होइन? संसारिक भाषामा भन्ने हो भने जो बलियो छ त्यसैले जित्छ प्रिय। तर आत्मिक भाषामा भने जो बलियो छ त्यसले जित्न सक्दैन। यो शरीरको बलको कुरा मात्रै होइन। बाइबलले के भन्छ कसले जित्छ भनेर? जित्ने भनेको अधिकार गर्ने हो कि होइन त? आखिरमा कसले अधिकार गर्छ? अब तपाईँको दिमागले चाहिँ अब मत्तीतिर पनि गएको हुनुपर्छ। मत्तीको 5 मा प्रभु येशूले 5:5 के भन्नुभएको छ? धन्य नम्रहरू तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। पृथ्वीमा तपाईँले के अधिकार पाउन चाहनुहुन्छ? कुन कुन कुरामा तपाईँ अधिकार, भनौँ न, तपाईँको बसमा कुन कुन कुरालाई ल्याउन चाहनुहुन्छ? भन्नुहोस्। रोगलाई बसमा ल्याउन चाहनुहुन्छ? यसको मतलब स्वास्थ्य हुन चाहनुहुन्छ हो? अनि आर्थिकलाई तपाईँले आफ्नो कन्ट्रोलमा ल्याउन चाहनुहुन्छ कि पैसाले हामीलाई नोकर नबनाओस्, हामी पैसालाई नोकर बनाउन सकौँ? आमेन। जुनसुकै कुरालाई पनि जब हामीले परमेश्वरले दिनुभएको अधिकारमा ल्याउँछौँ त्यो हाम्रो सेवक हुन्छ। तर हाम्रो अधिकारमा नआएको कुराले हामीलाई सेवक बनाउन खोज्छ। त्यसैले ध्यान दिएर सुनौ, आज कसले जित्छ?
अब तपाईँले उत्तर पाउनु भयो। म धेरै लामो गर्दिनँ आज, म घडी पनि हेर्छु अब कि तपाईँहरूलाई मैले धेरै यहाँबाट भनिरहनु आवश्यक भएन। तपाईँ विज्ञ हुनुहुन्छ, जान्नुहुन्छ। तर आज मेरो प्रार्थना यो छ, परमेश्वरको आत्माले अब चाहिँ वचनलाई पालना गरेर जिउन सक्ने शक्ति दिनुभएको छ। यो समय यति महत्त्वको छ, म तपाईँलाई भन्न सक्दिनँ कति महत्त्व छ भनेर, तर परमेश्वरले दिनुभएको उहाँलाई थाहा छ कि हामीले के सुनौँ र के पालना गरौँ भनेर परमेश्वरले वचन दिनुभएको छ। परमेश्वरको इच्छा के हो भनेर आज हामीले वचनमा हेरिसक्यौँ र आज चाहिँ म तपाईँलाई अब चाहिँ कसले जित्छ भन्ने कुराहरू हो के, अनि आशिष हामी कसरी पाउन सक्छौँ भन्ने कुराहरू हो। र यो स्क्रिप्चर हामीले पढिसकेका छौँ। आज यी चारवटा कुराहरू म तपाईँलाई दिन चाहन्छु। मेरो इच्छाको कुरा होइन, मेरो इच्छाको कुरा के हो भने हामी सबै प्रभुको वचनमा बढ्न सकौँ, प्रभुले चाहे जस्तै गरी हामी अगाडि बढ्न सकौँ। तर तपाईँलाई अवेरनेस पनि एउटा म दिन्छु के तपाईँले अहिले विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई हेरिरहनु भएको छ? मेरो विश्वास त यो हो कि परमेश्वरले अहिले तपाईँलाई नै हेर्दै हुनुहुन्छ, मलाई नै हेर्दै हुनुहुन्छ। मैले तपाईँलाई भनिहालेँ प्रियहरू, मैले यो घमण्ड गर्नुपर्ने, मैले देखाउनुको लागि अथवा यस्तो गर्छु भनेर त्यही गर्नुहोस् भनेर भन्नुको लागि पटक्कै होइन। तर यहाँ अगाडि आएर उभिँदै गर्दा परमेश्वर मेरो साथी हुनुहुन्छ, होइन त? मलाई एकदम डर लाग्छ। अहिले झन् अहिले आएर वचन लिएर अगाडि उभिनु भनेको मेरो लागि एकदमै गाह्रो कुरा हो। किन? परमेश्वरको उपस्थितिलाई मैले ध्यानमा राख्छु भने अनि परमेश्वरले तपाईँलाई के दिन चाहनु भएको छ भन्ने कुराको विचार गर्दिनँ भने त सजिलो होला, तर गर्छु भनेदेखि मलाई गाह्रो छ। तर यो गाह्रो म आफै लिँदिनँ। प्रभुको उपस्थिति यस ठाउँमा छ। आमेन। तपाईँले जुन वचन सुन्दै हुनुहुन्छ उहाँको वचन हो र मेरो आवाजमा हो। म एकदमै कमजोरी छु, मैले त्यसरी भन्न पनि जान्दिनँ। तर मेरो प्रार्थना यो छ कि पवित्र आत्माले मैले भने भन्दा 100 गुणा तपाईँलाई बुझाइदिनु भएको छ। आमेन।